बुझेर गएको छ सबै नयाँ नयाँको छ त त्यहाँ होइन हामी पनि जान्थ्यौँ यसो बोल्न सिक्थ्यो पछि संविधान पढ्थ्यो अब त्यो तर विकास गरे पनि नगरे पनि मलाई त एकदम खुसी लाग्यो मान्छे नै त्यस्तो बडा भएपछि त बुढी बस्ने त त्यतिकै दाम आइहाल्छ नि मेन मान्छे नै भ्रष्ट र भइसकेपछि त त्यस्तो छ भनेपछि त त्यहाँ भ्रष्टाचार गर्न पनि डराउँछन् हो नि त्यस्तो हुनु पऱ्यो नि त मान्छे त त्यो नभइकन त अनि प्रशासनमै कडा नभइकन त उसले सिधै जागिर खाइदिन्छ सिधै जागिर खाइदिन्छ उसले त अब यस 5 वर्षमा चाहिँ केही न केही होला कि भन्ने आशा छ कि गर्छ यसले गर्छ कसैको कुरो सुन्नुहुन्न रवि र बादलले एकजुट भएर गर्नुपर्छ रवि भन्दा पनि बालेन राम्रो हो ऊ त्यति नबोल्ने टक्क नबोलेर टक्क नियम कानुन बनाउने होइन अनि नबोली भ्याउने नबोली भ्याउने खुसखुसी सागसब्जीले गाल पार्ने खुसखुसीले काम पार्ने भन्थ्यो सेकेन्ड मिनेटको पनि काम सिधै भन्थे 50,000 भोट जित्छु भन्थ्यो 50,000ले नै जित्यो त कस्तो अन्दाज गरे होला है त्यस्तो नयाँ ठाउँमा गएर